काभ्रेको धुलीखेलको एउटा सडक किनारको बिजुलीको पोलमा काम गर्दै गरेका एक मजदुरको ज्यान गयो। 28 वर्षका उपेश परियार सर्लाहीबाट काम गर्न काभ्रे आएका थिए, तर फर्के लास बनेर। धुलीखेलमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीले एक मजदुरको ज्यान गएको विषयले अहिले धेरैको मन छोएको छ। सामाजिक सञ्जालमा प्राधिकरणमाथि गालीको वर्षा नै भएको छ। यही विषयमा राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र बहादुर शाही प्रतिनिधि सभाको मञ्चमा उभिएर प्रश्न उठाउँछन्। यो दुर्घटना हो कि हत्या? नेपाल विद्युत प्राधिकरणको लापरवाही कि मजदुर प्रतिको संस्थागत उपेक्षा? ज्ञानेन्द्र शाहीले प्राधिकरणको लापरवाहीका कारण धुलीखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन्। राज्यले यस्ता